हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग। म चाहिँ अहिले बाहिरको झाडु पोछा त नै झाडुको कामहरू सकेर पानी पिउँदैछु। मर्निङको टाइममा पानी पिउनु चाहिँ एकदम राम्रो स्वास्थ्यको लागि। मेरो आँखामा एलर्जी आएको यहाँनिर शून्य आएको पनि। मर्निङमा 2 गिलास पानी। अनि यहाँनिर चाहिँ मेरो आँप टिप्ने बेलामा चोक लागेको पुरै उछ्रेर कस्तो भएको अनि कोलगेट लगाइदिएछु मैले। म चाहिँ अब बाबालाई जाडो बनाइदिन्छु, त्यसपछि चिया पकाउँछु। अनि आमाले चाहिँ यता गाउँको आन्टीले मकै दिनुभएको रहेछ नि त, हाम्रो अझै खाने भएको छैन। अनि त्यही भएर मकै पोल्दै हुनुहुन्छ बाहिर। नानीले फेरि मकै खाने भन्यो अनि अब त्यही खान्छ अनि स्कुल जान्छ नानी। अब चारो बाबाले बनाइदिनु, म चाहिँ बनाइदिन्छु अनि फ्रिजमा राखिदिन्छु कि त्यसलाई चिसो खानु खोज्नुहुन्छ नि त बाबाले। अनि त्यही भएर के हो पोख्यो क्या मकै पोख्यो अझै कति खायो मकै? अरे खायो त्यो, अरू पनि खाऊ, मिठो भएको छ। कौल छ कि सिप्या खाऊ, म जाडो बनाइदिन्छु बाबालाई। बारी कर्याम बिरालो आएको के हो? कटु लगाएको छैन? नानी त्यसो गर्दैन नै, कटु लगाऊ। लाज हुन्छ फेरि अहिले। आऊ मकै खान भन बाबुले। बाबाले फेरि चिसो खानु खोज्नुहुन्छ नि त जाड, अनि त्यही भएर बनाइदिएपछि मलाई पनि सजिलो। अनि त्यही भएर अब चाहिँ मजाले चिसो हुन्छ। बाबा चाहिँ अहिले गोला जानुभएको छ, बाख्रा गोला। चिया चाहिँ यता पाक्दैछ। यो चिया भयो, यो चाहिँ दुध। यो कालो चाहिँ फोर होइन, कुरेनी हो, कुरेनी। मकै खाएर पनि मोबाइल हेर्ने मान्छे। खाऊ मकै, पेट अगायो अब नखाने? खाने? खाऊ मकै, टोकेर खाऊ। हाम्रो पनि हुन लागेको होला नि आमा, पानी आइसकेले हुन्थ्यो नि।
लामो कपाल नि कति लामो कपाल नानीको नि नले हल्ली छैन नानी हल्ले छैन नि ढेन्टेनेन टुमटुम डिस हजुर गर्छु हजुरले नै भयो लाउने नै नै हजुरले ए यहाँ मेरो के मम्मीको आँखामा अयो भएको छ कि नै त्यही भएर नलगाउने मम्मीको आँखा सन्चो भएपछि लगाउने बल्ल है अघि पछि लगाउनु पछि गरी गरी मम्मीको खुट्टा नानीको खुट्टा आयो मम्मीको खुट्टा खाएको आयो नि हिजो त किन्छु मम्मीले हो बुढी ताले ए बुढी मिनाको पायो ओहो कति राम्रो हुन्छ ए पानी हाल्दैछु है टीचर सुआयो टीचर मंगो आयो छोटो कटो गयो आयो छुगयो यस्तो गर्ने हो हजुरको ह्याङ्की कहाँ छ रे ए माथि ह्याङ्की है स्कुल जाने बेला को भाँडाकुटी खेल्नुहुन्छ उहाँ खेल्नुहुन्छ भाँडाकुटी चाची फोड्नु गर्छ होला है हजुर गाउँ टिप्न जाने हो
अहिले म जाम्ला तपाईँ गर्नु के पनि टिपेर गरिदिनुहोस् र म जान्छु घाँस काट्न घाम हान्नु भएको तपाईँले त्यो तलको त नेपर घाँस काट्ने नाम छान्नु गाडी आयो भोलि छुट्टीमा आज जाने भोलि बिदा यस्तो ज्ञानी मान्छे रुन्छन् र अस्तिसम्म रुन्थेन अब फेरि अब एक दुई दिन बिदा भएपछि ज्ञानी आज त्यस्तो गर्दैन ज्ञानी मान्छे हेर मम्मी गयो भएको हेर त छोइसो त मम्मी गयो गाडी आयो नि आज चाहिँ पाप्रोको तरकारी खाने प्लान भयो यो चाहिँ आफ्नै बारीमा लगाएको अनि मैले चाहिँ पखालेर ल्याए भर्खरै तपाईँहरूलाई कस्तो लाग्छ मलाई त एकदमै मनपर्छ हाम्रो फ्यामिली सबैलाई मनपर्छ अब चाहिँ बनाऊँ नि त अब तरकारी चाहिँ बनाइहालौँ अब इनका काम मात्र बढाउनु भन्ने जिरो काम छैन आगो पनि जता मान्छे उति कस्तो यो चाहिँ आटो भयो आटो चाहिँ यहाँ पाक्यो आमालाई मैले खाना दिइसकेँ अनि बाबा चाहिँ आउनु भएको थिएन नि त अनि झिकेर रेडी म पर्खिँदैछु खाना खाइ कस्तो उम्सो छ हे भगवान् घाम त खासै लाग्छ तर उम्सो कि हावा एउटा पात पनि हल्लाएन खानसाना खायो बाबा चाहिँ रेस्ट गर्न जानुभयो अनि आमाले चाहिँ एकछिन टिभी हेर्छु भन्नुभएको त्यही भएर म चाहिँ गाउँ हेरिरहेको छु गाउँ हामीले चाहिँ गाउँ सुकाछौँ नि त यो पालिको हाम्रो गाउँ फेरि पुरै पानीले भिजाएर कालो कालो भएको थियो अनि त्यही भएर चाहिँ त्यसलाई कुटाएर अनि पखालेर सुकाछौँ अनि सुकिसकेपछि फेरि बल्ल यसलाई पिसाउने अनि रोटी खाने धोएर सुकाएको गहुँ धोएर अनि कुटाएर अनि त्यसपछि धोएर सुकाएको कुखुरा उडाउँछ खान कुखुरा अनि त्यो बाख्राको बच्चा छ कि एउटा त्यो पारेको पाठी फटौरी हो यो आउँछ खाना त्यही भएर हेर्नुपर्छ त्यही माथि परेवा आएर कस्तो गर्छ परेवा त झन्
गर्मी पनि के साह्रो गर्मी हो यी भगवान् म त पागल हुन्छु क्या हो म मात्र हैन सारा संसार अब यस्तै अब पानी नपरेर यस्तै गर्मी गरिराख्यो भने त स्कुल पनि बिदा गर्नुपर्ने अवस्था आउँछ अब हामी घरमा यतिकै बसेन त यस्तो गर्मी छ नि त स्कुल एउटा कोठामा त्यो बच्चाहरूलाई कति गर्मी हुन्छ होला त्यो बच्चाहरूलाई झन् बच्चाहरू छपक्कै पनि बस्दैनन् चकचक गराएको गरे ए भगवान् पर्सि हाम्रो पुछ्यो यसलाई त खै तो बाख्रा पनि पर्सि अब हाम्रो पुण्यको पूजा हुन्छ नि त पर्सि 28 गते ठ्याक्क त्यही बेला पानी पर्ला जस्तो छ पानी परेन भने त हामी त गर्मीले मर्ने हुन्छ यो गर्मीमा त पूजा गर्न सकिन्छ हामी फेरि त्यो पर्सिको दिन फेरि अब त्यही खाने अनि सबै त्यही खाएर पकाएर अनि बल्ल आउने हो कि यस्तै गर्मी भएपछि त मान्छे मर्छन् गर्मीले मर्छन् फट्याक फुटुक हुन्छन् ए खै छ यस्तो त खै यस्तो त एकचोटमा कस्तो बस्दै नदिया हो कुखुरा पनि तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख जान नदेऊ मलाई अब टाढा माया यो होस् अझै गाढा कहिलेकाहीँ आफूमा भएको कलाको पनि अलिकति कला पनि देखाउनु पर्छ नि त्यही कला हो मेरो यो चाहिँ भनेर भन्न मिलेन यो चाहिँ मुई पानी हो मुई हल्का चिनी हालेर खानु पर्यो कस्तो गर्मी लाग्यो क्या घाम त छैन तर उम्सो गरेर चाहिँ हावा चलायो हैन यो कुखुराले बसी खान दिन्न बसी खानु नि कुखुराले स्कुलदेखि आउनेको हालत हेर त मेदियो सर्ट कति फोहोर बना हो यो सबैलाई खाइस्या हो अरे फोहोर त खाइस्या हो राइस अन्डा अलु छैन अन्डा मात्रै चक्लेट पनि छ छ 1 2 3 5 6 छ 1 2 3 5 छ अरूको पैसा त उबाउन दियो पहिला कस्तो गर्मी छ के छैन पनि छ्या नाममा बनाइछ खै हेरौँ वाउ कस्तो राम्रो ड्रइङ नानीको अब केमा लगाउने ए पाटमा कुन कलरको लगाउने हो खायो हो र लगाइरहेछ पाटमा बिस्तारै लगाउने है
नै छु अब च यता पहिले धर्का तान्ने पहिला यता वाउ अलि माथि राखेर यहाँ बिग्रिन्छ ल भयो 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 अब जीको पालो अब जी यो ब्यागको दोरी पनि छिनाले छ बरे यो मान्छेले कच्चो धागो होला हजुर अन्डा खाइसक्यो म हजुरको ब्याग सिलाइदिन्छु है हुन्छ नुनु आछ रे कहाँ छ नुनु कहाँ छ नुनु कहाँ आउँछ अरे आँखामा आयो नुनु आँखामा आउँछ नानीको नुनु अरे मुखमा पनि आउँछ खाऊ छिटो यो चिजबाट खाइसक्यो नुनु गर्ने है मम्मीले एउटा दिस्यो सकेको खै हेर्छु कि म हेर्छु कस्तो न देखे हो त छ दुईवटा त एउटा दिस्यो क्या मम्मीलाई हो र ल खाऊ त अब बाहिर गएर हात यो मुख धोएर आइस्यो पहिला नाममा भएर है भर्खरै आँप टिपेँ अब अलिकति अस्ति हाल्ला छ अचार अनि यो चाहिँ भोलि हाल्नु पर्ला भनेर अलि टिपेँ अहिले अब यति बेला भइहाल्यो अहिले त हुँदैन 5 बजिसक्यो अहिले अब यो चाहिँ भोलि हाल्छु म अचार आजभोलिको के भन्छन् रे हाम्रो कामहरू गाउँघरको यस्तै छ त्यस्तो काम पनि छैन अनि फुर्सद पनि छैन गर्मी यति बढ्या छ सबैजना आफ्नो ख्याल राख्नु होला बाहिर घाममा अब कामै परिवेश त के गर्नु हैन भने त सकेसम्म ननिस्किनु होला पानी पर्दैन यस्तो छ गर्मी हे भगवान अनि मेरो छोरी पनि अब यहाँ खेल्यो फेरि पर भटिजाको छोरासँग खेल्न गएको छ अनि अहिले चाहिँ 5:30 हुन लागिसक्यो अनि गहुँ पनि उठाइसक्यौँ बाहिरको अहिले भर्खरै उठाएर आँप झारेर ल्याएँ मैले अब खानासाना पकाउने हुन्छ पकाउने खाने अनि सुत्ने त्यही हो अनि म अहिलेसम्म भिडियोहरू साथ दिनुभयो त्यसको लागि यति धेरै धन्यवाद अनि यो आँप चाहिँ तपाईहरुलाई गिफ्ट मेरो भिडियो लाइक गर्नेलाई चाहिँ यो आँप लाउनुस् अनि त्यही हो अनि फेरि पनि अर्को भिडियोमा भेट हुनेछौँ हामी अनि भिडियोलाई लाइक गरिदिनु शेयर गरिदिनु सब्स्क्राइब गरिदिनु शेयर पनि गर्नु पर्दैन जस्ट लाइक एन्ड सब्स्क्राइब माई च्यानल सो बाई बाई सी यू ह्याभ अ नाइस डे साथीहरू बाई बाई